हामी चाहिँ पवित्र पावन स्थल दुर्गा देवी भगवतीको पावन स्थलका रूपमा परिचित यस थली नौबिस क्षेत्रमा चाहिँ प्रवेश गरेका छौँ। यहाँको चाहिँ पौराणिक इतिहास, यहाँको चाहिँ पहिलेको चाहिँ रोपाइँ गर्ने क्रममा चाहिँ के कस्ता प्रचलनहरू छन्, यसको बारेमा चाहिँ हामी विस्तृत रूपमा जान्नको लागि चाहिँ हाम्रा सामु देवी भगवती दुर्गा माताका मूल पुजारी हुनुहुन्छ। तपाईलाई कार्यक्रममा स्वागत छ। हजुर, धन्यवाद। नमस्ते। हजुरको यो युट्युब च्यानललाई धन्यवाद दिन चाहन्छु। मेरो नाम भैरव बहादुर पुजारा। हजुर, अब चाहिँ यसको चाहिँ पौराणिक यसको चाहिँ इतिहास के छ, यसको बारेमा छोटकरीमा बताइदिनुहोस् न। यसको इतिहास मलाई त खासै धेरै त थाहा छैन होइन, अलिकति अब मलाई थाहा भए अनुसार हजुर यहाँ हाम्रो यो थली जिल्लाको यो देवी भगवती माताको हजुर एउटा नीति नियम अनुसार अहिलेसम्म परम्परादेखि सदियौँदेखि यो चलिआएको चलन छ। हजुर, यहाँ हाम्रो यो परापुलो धान भन्ने जो एउटा रातो मासी धान, हजुर त्यो लगाइन्छ। परापुलो धान मात्र रोपिन्छ त यो पुरै जिउलोमा? हजुर, पहिले त्यो हो। हजुर, अहिले यो अलिकति यो क्रान्तिकारी अहिले जनयुद्धदेखि हजुर अलिकति त्यो पोल्लिन लाग्यो होइन, अलिअलि यो रातो मास्री धान भन्ने अझ अर्को पनि छ होइन, त्यो रातै हुन्छ। हजुर, त्यो चाहिँ अहिले त्यो रोप्न लागिया छन्। हजुर, त्यो हुन्छ, त्यो पनि राम्रै हुन्छ। यो सदियौँदेखि लगाउने यो परापुलो धान भन्ने त्यो देवीले रोजेर ल्याएको हो होइन, त्यो भन्दै सुनिया छौँ बुढापाकाहरूबाट। हजुर, त्यो पनि अझ छँदैछ। हजुर, अब आधा 10 नाली छ भने 2-4 नाली त्यो 2-4 नाली त्यो बराबर गरेर लगाउँछौँ हामी। हजुर, त्यसलाई अब लोप गर्न हामी अहिले पनि तपाईले जगेर्ना गरिराख्नु भएको छ परापुलोलाई पनि? हजुर, लोप गर्न दिया छैन। हजुर, होइन, त्यसै छ। अझै पनि आधा 0.5%मा त्यो परापुलो धान थियो। हजुर, त्यो रोपाइँ छ। अब यो हाम्रो यो रोपाइँ गर्ने स्थितिमा चलनमा अब पुरानै दिनदेखिको अब हाम्रो बाबुबाजेले को चलन अनुसार हजुर यहाँ देवी माताको मन्दिरमा आगा पूजा गरेर मूल पुजारीले हजुर दिन चाहिने दिन राम्रो कुन दिन छ, सोमबार होइन बुधबार, यस्तै अब तिथिमिति हेरेर हजुर यहाँ पहिले सुरुवात गर्ने मेल पुजारीले सर्वप्रथम यहाँ तल हाम्रो एउटा यहाँको पैटाउन्या गडो भन्ने हाम्रो भाषामा हजुर होइन, त्यहाँमा पुती सार्ने हो पुजारीले। त्यसपछि सबै दाजुभाइहरूले यहाँका दुईटै गाविसका भनौँ लेकगाउँ र सनबसालाको दुईटैको साझा जिब्लो हो यो। तब त्यसपछि पुजारीकोले लगाइसकेपछि सबै दाजुभाइहरू आउने एकै दिन रोपिने। कटाइ पनि फेरि त्यस्तै हो, कटाइ पनि त्यस्तै आगा पूजा गर्ने। दुर्गा भगवतीको मन्दिरमा चाहिँ कहिले कहिले पूजा लाग्छ त्यो भनिदिनुहोस्। हजुर हजुर, पूजा त अब हाम्रो श्रावण 1 गतेदेखि 30 गतेसम्म त्यहाँ पूजै हो, श्रावणदेखि। त्यसपछि यो माघ 16, फागुन 16, यो जेठको बिर्सती, श्री पञ्चमी, भदौ बिर्सती, यी मेन पर्वहरू भया। नवरात्रहरू गरेर चाहिँ कहाँ चाहिँ भक्तजनहरू आउनुहुन्छ? भक्तजन अब हाम्रो यसो आलीपाली भन्ने एउटा सुर्माको पाली उतापट्टि छ। देवीको पाली, दुर्गाको पाली भनेपछि अब केही त्यो सुर्माको पाली भन्दा पनि केही माथि होला, तल हुन होइन। यो तल जुजीदेखि पारी गङ्गा पारी छान्नादेखि यो गोमल खिरातडीदेखि यो अब दुर्गाथली 26 पाती भेर्या होइन, यो दुईटा गाउँपालिका बोङ्गल नगरपालिका उहाँका ब्राह्मणहरू होइन बोङ्गलका, त्यहाँदेखि यहाँ धेरै ठुलो छ पाली। अनि यो नौबिसका चाहिँ गाउँहरू चाहिँ कतिवटा गाउँहरू छन्? नौबिसका 4 गाउँ भन्ने पुरानो हाम्रो नाम हो। अब टोलहरू सानातिना गाउँहरू त यहाँ 10औँ छन् होइन। 4 गाउँ भनेपछि अब पुराना 4 गाउँ प्रख्यात भयो। ती 4 गाउँको नाम चाहिँ के हो? यो सैन गाउँ, पसला, लोहाडा लेक गाउँ, यो उना गाउँ, पुजारा गाउँ। यो मेन खेती चाहिँ त्यो 4वटा गाउँहरू मिलेर? हजुर, यो 4वटा गाउँको हो। अरू यहाँ ब्राह्मणको पनि होइन, ठकुरीको पनि होइन, कुनै दलित समुदायको पनि होइन। यो अब देवी भगवती माताले त्यस्तै प्रचलन गरेर होइन, अरू ब्राह्मण ठकुरीलाई यहाँ टचिङ होइन होइन, न उनीहरूले मात हाल्न पाउने, न आफ्नो नाममा कुनै यहाँ किता हित्ता भन्न खास्या लिन पाउने। उनीहरूले गुटी जग्गा छैन हजुर। अहिले पहिले नामसारी भइसक्यो। हजुर हजुर हजुर, पहिले गुटी जग्गा थियो, यो अहिले पछिको यो अन्तिमको जो यो नापी आयो नि, त्यहाँदेखि अब नामसारी गरिहाल्यो सबै। नत्र यो भगवती माताको पहिले गुटी जग्गा थियो हजुर। अनि यो धान पनि एउटै दिनमा काटिन्छ है? धान एउटै दिनमा हजुर। त्यही पनि अब धान पाकिसकेपछि कार्तिक लागेर काटिँदैन। कार्तिक चाहिँ छुनु? हजुर, कार्तिक लाग्नु पर्यो।
हुने कार्तिकमा हो लेखाले भयो होइन यो अलि हाइटमा भयो जिउ अनि त्यो काट्ने बेला पनि शुभ दिन हेरेर शुभ दिन हेरेर शुभ दिन हेरेर त्यसपछि पहिले मन्दिरमा पूजा बत्ती बाल्ने मेन पुजारीले त्यसपछि पूजाआजा गर्यो त्यसपछि अब जो रोपाई गर्ने गडा छ हाम्रो खेत त्यसै गडामा पुजारीले पहिले काट्ने त्यसपछि त्यो धान काटेको बेलुकी पूजा लाग्ने सबै जति यहाँ बासिन्दाको जग्गा छ नि सबैले एक एक माना चामल त्यो मन्दिरमा जाने होइन मन्दिरमा लिएर अझ तब बासा भोग लाग्ने पूजा लाग्ने सबैलाई त्यसपछि खाने यहाँ अरू यसको चाहिँ पौराणिक इतिहासको बारेमा पौराणिक इतिहास त अब यस्तै हो यहाँ चाहिँ कसरी सुरुवात भयो दुर्गा भगवती चाहिँ यो हाम्रो चाहिँ पवित्र भूमि यो थली नौबिस क्षेत्रमा चाहिँ कसरी प्रकट हुनु हो होइन कहाँदेखि आउनु भयो होला यसको बारेमा अब यो महानगरी काशीबाट आएका देवी दुर्गा देवीका शिव यो महालिङ्ग देवता त्यहाँ हुँदै भट्टी जीवन भएर माथि जोड भएर यहाँ सैन बसेपछि त्यहाँ अलिकति नरमाइलो भयो उनलाई भन्नु त खानामा अलिकति त्यहाँ पढाइबन्दी बुढी भन्नेले अलिक दृष्टि गरेको छ बन्द गरेन छ होइन त्यसपछि उनलाई अब त्यहाँ छुवाछुत जस्तो भयो भगवानै भयो त्यहाँबाट हिँडेर त्यहाँ पाँगरजडीमा त्यहाँबाट चाहिँ पछि यहाँ चाहिँ आउनु भयो उहाँ अब खानालाई बसे खानाको लागि तयारी गर्यो तयारी गरेपछि त्यहाँ बेग्दिनी बुढीले हेऱ्यो छ क्या एउटा पालबाट भगवान भयो उता आफैमा विचित्र छन् उनको अन्त खुल्नु नसक्छ त्यसपछि उनी भगवान त्यो पकाएको खानाको त्यो थाउली खाइली त्यो भन्नु नि त अब ताउलीहरू त यहाँ ल्याउने प्रचलन छ है 16 को दिन त्यही परम्परा त्यही चलन अनुसार अहिले 20-22 वटा ताउलाहरू चार गाउँको हाम्रो दुध सङ्कलन बिहानको सबैको है यो क्षेत्र हो हजुर बासा बिहान दिनभरि खिर पकायो त्यो खिरै त हो नि अब हामी त भोग भन्छौँ होइन त्यसलाई चाहिँ पछि चाहिँ यहाँ चाहिँ चढाएर चाहिँ प्रसाद स्वरूप चाहिँ सम्पूर्ण यहाँका चाहिँ बासिन्दाहरू चाहिँ बाँडेर भक्तजनहरू प्रसादको रूप सबै जतिको घरबाट दुध ल्यायो कसैका दुध पनि नहोला उनीहरूलाई पनि दिने हो हुनेलाई नहुनेलाई सबैलाई त्यो त्यसरी यहाँ आयो र यहाँ डोला आयो होइन डोला ल्यायो सबै भक्तजनहरू आयो धामी झाँक्री आयो त्यो चाँ गर्दै अहिले 22 वटा 24 वटा ताउलाहरू अन्त फेरि त्यसै त्यति बेलासम्म यो खेतहरू काटिया त हुन्न है सबै लगाएको फागुनको महिना गहुँ बुहेको हुन्छ गाउँको कोही भ्यालै भएन जो बाटो छ होइन यो कसैले त्यो नराम्रो बोल्न पनि पाएन त्यो आउने बेला कसैले मेरो गाउँ पिच्यो गाउँ माड्यो भन्न त्यो मेरो नोक्सानी भयो चाहिँ भन्न मिलेन हजुर त्यो दिन चाहिँ दुर्गा भगवती त्यो उनकै भयो हजुर त्यो दिन भयो हजुर त्यसमा क्षमा प्राप्ति भयो त्यो बाहेक चाहिँ अन्य बेलामा चाहिँ पूजापाठहरू यहाँ लाग्ने गर्छ कि गर्दैन जस्तै हाम्रो चाहिँ पारी जस्तै मस्टा मन्दिरमा चाहिँ आइतबार बुधबार प्रत्येकचोटि चाहिँ लागिरहेको हुन्छ यहाँ चाहिँ के छ यसको बारेमा बताइदिनुहोस् न यहाँ हाम्रो त्यस्तो आइतबार बुधबार भन्ने छैन चैत्र नवरात्र 9 दिन यो असोज नवरात्र 9 दिन होइन 9-10 दिन त्यसपछि साउनको 1 गतेदेखि 30 गतेसम्म यहाँ खडारात्रि बस्ने दुर्गाथलीबाट आउने होइन अब उता सर्भिस पार्टीबाट आउने हाम्रा चार गाउँका व्यक्तिहरू आउने होइन भक्तजनहरू त्यहाँ बस्ने गर्ने जागराम बस्ने साउनको महिनाभरि आधा पूजा हुन्छ त्यसपछि भदौ 18 देखि 20 गतेसम्म महान पर्व भइगयो त्यसपछि असोजको नवरात्र आए चैत्र नवरात्र आयो हिउँदको माघ 16 होइन माघको 16 मा अब सबै आउँछन् यो सबै यहाँ जति आलीपाली छ सबै आउँछन् माघको 16 यहाँ लाखुडी भन्ने चढ्छ होइन सल्लाहको हामी लाखुडी भन्छौँ त्यसपछि अब श्रीपञ्चमीको दिन यज्ञ हुन्छ यहाँ अरू दिन हुँदैन यहाँ अरूको मन्दिरको जस्तो यहाँ अगाडि पछाडि हुँदैन यज्ञ हजुर यहाँ एक दिन श्रीपञ्चमीको दिन मात्र यज्ञ हुने यज्ञ भइसकेपछि बलि हुने फेरि त्यसको अब गर्ने लास्टमा तब अब होम गरेपछि बलि 50-60 वटा 40 वटा बोकाहरू बलि हुन्छ कालिका मातालाई होइन त्यसपछि अब फागुन 16 को दिन अब त्यो भइहाल्यो होइन त्यो भोग ल्याउने अन्य अब धेरै छन् त्यस्ता अब अगाडि पछाडि कोही भक्तजनहरू आयो भने अब मेरो पूजा गरिदेऊ पुजारी साहब भन्यो भने म अहिले भोलि पनि तयार हुने भए होइन नुहायो धुवायो
शुद्ध सफा भएर चाहिँ तपाईँ जति बेला भन्नुहुन्छ त्यति बेला चाहिँ उहाँको चाहिँ उ गरिदिनु हजुरको पूजा गरिदिने भयो त्यसमा पनि यहाँलाई हो भक्तजनहरू कतिको सन्तुष्ट छन् त सन्तुष्टै छन् हजुर एकदमै राम्रो भएको छ भन्छ हजुर सोचे अनुसार देवी माता मनोकामना चाहिँ पुरा गरिरहेको छ भन्नुहुन्छ हजुर 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 हाम्रो सबै सम्पूर्ण मनोकामना मनको इच्छा जो माग जो भक्कल गरिरहेको छ त्यो पुरा हजुरहरू सबै खुसी छन् हजुर हजुर अब यो हामीले अहिले यो मन्दिर पनि बनायौँ नत्र पहिले के हो भने पाङ्गर जडी मात्र हो यहाँ मन्दिर भन्ने होइन हजुर अब अहिले अब यसो नयाँ यो उसमा भनौँ नि त व्यवस्थित तरिकाले चाहिँ समेटेर जानको लागि अहिले चाहिँ व्यवस्थित खाले चाहिँ बस्नलाई भक्तजनहरूलाई पनि मन्दिरको गर्नुभएको छ त्यसको लागि कुनै कोष होला होइन तपाईँको हजुर हामीले संरक्षण समिति होला संरक्षण समिति हामीले अब एउटा युवा सञ्जाल भन्ने क्लब जस्तो चाहिँ तपाईँले गठन गर्नुभएको हजुर देउसी खेलेर चन्दा बनायौँ हजुर 15-20 लाख रुपियाँ अहिले हामीले तामापत्र सहितको प्यागौडा शैलीको मन्दिर हामीले त्यो आफ्नै उसबाट यहाँ भक्तजनहरूबाट चन्दा जाटाहरूले सङ्कलन गरेर मन्दिर बनायो अब बस्ने यताउति भवनहरू पनि छन् अहिले भान्सा पनि छ गाउँपालिकाले दिया हो त्यो अहिले सुविधा छ हजुर ठिक छ तपाईँले धेरै व्यवस्थित गर्न खोजिरहनु भएको छ धन्यवाद अझै पनि आगामी दिनहरूमा पनि अन्य भक्तजनहरू आउनुहुन्छ धेरै यो त अब सुदूरपश्चिमभरिकै प्रख्यात भइसकेको छ यो क्षेत्र होइन यहाँ चाहिँ वीरसती मेला लाग्ने पवित्र ठाउँ होइन यसको चाहिँ अझै प्रवर्धन गर्नु होला तपाईँको क्षेत्रबाट तपाईँ लाग्नु होला हाम्रो क्षेत्रबाट हामी लाग्नेछौँ पक्कै पनि यसलाई चाहिँ हामीले देश विदेशमा चाहिँ चिनाउनु पर्नेछ हाम्रो यहाँको पौराणिक इतिहास हो भनेर चाहिँ हामीले भोलिका पुस्ताहरूलाई पनि सिकाउनु पर्नेछ त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँले आफ्नो कामका बावजुद पनि हामीलाई चाहिँ अमूल्य समय दिनुभयो त्यसको लागि फेरि पनि धन्यवाद हजुरहरूलाई यो हाम्रो मन्दिरप्रतिको यो अब युट्युब च्यानल मार्फत विश्वभरि यहाँ सबैलाई अब यस्तो यो विज्ञापन भनौँ एउटा प्रचार प्रसारको रूपमा गरिदिनु भयो हजुरहरूलाई धन्यवाद देवी माताले हजुरहरूको सधैँ रक्षा गरिबक्सला हजुरको मनोकामना पुरा होस् हाम्रो यही छ शुभकामना धन्यवाद धन्यवाद